2014 मा ब्राजिलमा हुने विश्वकप फुटबलका लागि प्रारम्भिक चरणको छनौटको पहिलो खेलमा 10 जनामा सीमित नेपालले नौलो प्रतिद्वन्दी इस्ट टिमोरलाई 2-1 गोल अन्तरले हराएको छ। 15 असारको दिन वर्षाका बीच दशरथ रंगशालामा भएको खेलमा पाहुना टिम इस्ट टिमोर विरुद्ध नेपाल शुरूदेखि नै आक्रामक बनेको थियो। स्ट्राइकर जुमानु राई र अनिल गुरुङ बीचमा तालमेल नमिल्दा एकपछि अर्को मौका गुमाइरहेको नेपालले 15औं मिनेटमा अग्रता लिएको थियो। अनिल गुरुङले नेपालको खाता खोलेका थिए। इस्ट टिमोरका खेलाड़ीले भरत खवासलाई डी बक्स भित्र लडाएपछि प्राप्त पेनाल्टीलाई अनिलले सदुपयोग गरेका थिए। वर्षाका बीच पनि उल्लेख्य मात्रामा दर्शकको उपस्थिति रहेको खेलमा पहिलो हाफसम्म 1-0 ले अगाडि रहेको नेपाल दोस्रो हाफको शुरूमा भने दोहोरो झट्का बेहोर्न पुगेको थियो। दोस्रो हाफको दोस्रो मिनेटमै नेपालले गोल खान पुग्यो। इस्ट टिमोरका कोरियसले खेल बराबरीमा ल्याएका थिए। विपक्षी खेलाड़ीलाई ट्याकल गरेको भन्दै म्याच रेफ्री लेबनानका अली सबागले भरत खवासलाई पहिलो कार्ड र पूर्वी टिमोरलाई फ्री किकको मौका दिएका थिए। करिब 35 यार्ड टाढाबाट कोरियसले हानेको फ्री किक सोझै जाली चुम्न पुगेको थियो। खेल 1-1 गोलको बराबरीमा आएको 6 मिनट भित्रै नेपाल 10 खेलाड़ीमा सीमित हुन पुग्यो। भरत खवास विपक्षी डी बक्समा लड्न पुगेका थिए, तर रेफ्रीले त्यसलाई नाटक भन्दै भरतलाई दोस्रो पहिलो कार्ड दिए। भरत मैदानबाट बाहिरिएपछि 10 जनामा सीमित हुँदा एकाएक दबावमा आएको नेपालले 70औं मिनेटमा पुनः अग्रता लियो। अन्तर्राष्ट्रिय फुटबलमा लामो समय गोल गर्न नसकेका जुमानु राई यसपटक सफल भए। वैकल्पिक खेलाड़ीका रूपमा मैदान प्रवेश गरेका भोला सिलवालको कर्नरमा विराज महर्जन हुँदै आएको बललाई जुमानु राईले पोस्टको दिशा दिएका थिए। त्यसपछि कुनै गोल नहुँदा खेलमा नेपालले 2-1 को जित हात पार्यो। यो जित विश्वकप छनौटमा घरेलु मैदानमा नेपालले पाएको पहिलो जित हो। सन् 1986 मा पहिलो पटक विश्वकप छनौटमा भाग लिएको नेपालले दशरथ रंगशालामा दक्षिण कोरियासँग 2-0 ले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई गोलरहित बराबरीमा रोकेको थियो। यस्तै सन् 2007 मा ओमान विरुद्धको खेलमा नेपाल